दुम्सी त पालकै हो हैन हिँड्नलाई त सक्दिन म हिँड्न सक्दिन हौ सक्दैनस् भने कुद्न त हो भन्थे हेलो वेलकम टु गाइस माई न्यू ब्लग अनि सधैँ चाहिँ म सुरुमै भ्लग बनाउँथेँ तर आज चाहिँ मैले घाँस काटिसकेर सबै थोक गरिसकेर भ्लग बनाउनु स्टार्ट गर्दैछु घाम पनि अस्ताउन आँटिरहेछ मेरो अनुहार पनि कालो आइरहेछ जस्तो लाग्दैछ मलाई चाहिँ है किनभने म लाइटको अपोजिट दिशातर्फ फेरि यता हुनु भने त तलतिर उज्यालै आउँछ होइन एकपट्टि नै उज्यालो आउने भए पनि बनाइदिउँ न त अनि यहाँ चाहिँ हाम्रो बनानाको ट्री छ यहाँ चाहिँ तर यो चाहिँ पछि बाख्राले खाइसक्छ अनि त्यहाँनिर यो ठुलो झन्को चाहिँ 2-3 वटा पकाएर पप पनि गरिसक्यो हामीले होइन सास फुलेर एकैछिन के भयो अनि आज मेरो घाँस कटाइ चाहिँ यहाँनिर भयो भारी चाहिँ यहाँनिर छ अब यसलाई बोकेर लिएर जानुपर्ने अवस्था हुन्छ घाम अस्ताउन आँटिसकेको छ डाँडाको घाम भइसकेको छ धेरै बेर बस्नु हुन्न है जय बजरंग बली बजरंग बली टुडेक भारी नै बोकेर उठ्यो अब जानुपर्ने हुन्छ है भारी पनि ठिकै भएछ बाटो पनि फेरि धानबारी जानुपर्ने अवस्था छ नामले चाहिँ समातेको छैन मैले घिडिक्कै भयो भने फेरि गलियो छ बाख्राको रन थाले धानबारीको बिचबाट हिँड्न पर्ने अवस्था कराउँदैछ बाख्रोसहरू कराउँदैछ बाख्रो हुनुपर्ने हुन्छ अझै टक्क लाएर यिनीहरूलाई हुनुपर्ने हुन्छ घाँस त खाइसक्यो त नानी बाबुहरू हो अझै के हेर्दैछ तिमीहरू यहाँ चाहिँ हाम्रो कहीँ गयो चाहिँ उता ब्याउने बाख्रो खाना चाहिँ मोबाइल यत्रो काले के गर्ने पस कन्छ यो पस के लिएर गयो मकै दिने बानी गरेको छ पस होइन यो मकै खाने कुरा होइन हौ ए न पस यिनीहरू त खाने कुरा हो कि भनेर हेर न त्यहाँ बस बाख्राको चुकुल फेरि खतरा हुन्छ खोरको अब चाहिँ टक्क लाएर घरतिर टपुडिस
पर्ने चाहिँ फेरि अझै माथि डुबिसकेको छ। अब ठ्याक्स ठुक्स ठ्याक्स ठ्याक्स ठुक्स ठ्याक्स रात परिसक्यो। म चाहिँ यसो तान तुन गर्नु थालेको। रात परेर तान तुन नि देखाउनु पाइएन होइन। बाटो चाहिँ यस्तो छ। रात परेर हैरान दिइसक्यो। यसो सानो तान तुन गर्नु थालेको। रात परेको स्वास्थ्य कत्रो फुल्छ त गलेपछि त। रातभरि पुग्छ त। रित्तै केही नदेखेन चल्दै गयो। रात परेर सास फुलेर मैले बोलेकै सुनिँदैन होला। नबोलिकन कुद्नु पर्ला। अनि को रात परेपछि चाहिँ यसरी हैसिन हुँदै सासै नफेरिकन कुद्नु भएको छ भने कमेन्ट गर्नु होला। म त कुद्दैछु आज। अलि रात पऱ्यो। हुनु त आस्ते जाँदा नि पुगिहाल्छु, केही छैन। रै पनि अल्छी हिँड्दैछु। जङ्गल छ नि त बाटोमा। यस्तो अँध्यारो बाटो छ भने हेर्नु त जङ्गल। कुकुर पनि भुक्दैछ। पुसु नै पर्यो मुसुमा। बाटो एकदम जङ्गल। पहिला त सबै खेद्थ्यो नि त। यहाँ यस्तै सबै खेद्थ्यो। पछि जङ्गल भएको क्या। यहाँ जङ्गल हुँदाखेरि सुरुमा के थियो भने अलैँची रोपेको थियो। हाम्रो बाख्रा यही बाटो हुँदै तल चराउनु लानुपर्ने। अनि के भन्थे, यो अलैँचीको खेतको धनी भनौँ न, अलैँची रोपेको मान्छेले खाला यहाँ उता अब बोकेर लैजाऊ भन्थ्यो है। हामीलाई पनि डर लाग्थ्यो नि त। सानो के मान्छे पनि होला त नि भन्थ्यो। यहाँ आइपुगेपछि गुटुटुटुटुटुटुटुटु बाह्र कुदाउँथ्यो अनि खोला कटाइदिन्थ्यो। तर अहिले यस्तो छ जङ्गल। 1-2 वर्ष भयो होला अलैँची हल्का तर धेरै भएन। अनि रात परे जस्तो छैन त। तर फेरि अहिले मात्रै रात परेको। पछि मङ्सिरमा यो बाटो 7-8 बजी हिँड्नुपर्छ बेलुका। अनि बिहान 4-5 बजी हिँड्नुपर्छ। बिहान राति धान बोक्नुलाई के त्यस्तो हुन्छ यहाँ। त्यतिखेर त डर लाग्दैन एक्लै। त्यतिखेर चाहिँ हल्का मुटु ढुक्की गएको रहेछ, डर लाग्दो रहेछ होइन। यस्तो चाहिँ यहाँ खोला छ टक्क लाएर। खोलामा पनि पानी अलिक बढेको छ। अस्ति पानी आएर अब यहाँ त म बोलेको सुनिँदैन। त्यही भएर मैले नबोलिकन हिँड्दैछु। अब यस्तै जङ्गल फेरि एक ठाउँमा छ है। टक्क यहाँ चाहिँ घाँसको भारी बिसाउने ठाउँ पनि आइसक्यो। तर आज म रित्तै छु। त्यही भएर म सिङ कुद्छु। अब हिँड्नलाई त सक्दिनँ।
म हिँड्न सक्दिनँ हौ, सक्दैनस् भने कुद्न त हौ भन्थे। त्यही गर्ने बेला भएको छ। फेरि जङ्गल आयो। अब यो जङ्गल चाहिँ घरैसम्म पुग्छ। हाम्रो अन्तिम लास्ट घर पर्छ नि त। त्यही भएर जङ्गलकै छेउछाउमा छ। बाँदर आउँछ कहिलेकाहीँ। दुम्सी त पालेकै हो होइन। रात त खासै परेको होइन, जङ्गलले गर्दा अँध्यारो भएको मात्रै हो। अब फेरि बुस्ना पस्छ अहिले मुखमा। अँध्यारोमा कालो आउँछ होला म पनि। अब यहाँसम्म भिडियो हेरिहाल्नु भयो होला, राम्रो लागेकै छ भन्ने मलाई पूर्ण विश्वास छ। तपाईँहरूले लाइक कमेन्ट गरिदिनुहुन्छ भने पूर्ण विश्वास छ। सेयर सब्सक्राइब गरिदिनुहुन्छ भने त झन् भरिपूर्णै विश्वास छ। ल अब जङ्गलमै मैले चाहिँ अब अर्को चोटिको लागि बिदा मागेँ। हस् त, धन्यवाद। जङ्गल भाइ भाइ, टाटा बाई बाई।